नेवार कन्याहरूले नाक छेड्दैनन् किनभने यो नेवार चलन अन्तर्गत पर्दैन र एक दुईजना महिलाहरूले नाक छेडेको देख्न पाइन्छ। त्यसलाई चाहिँ एउटा फेसनको रूपमा मात्रै लिन सकिन्छ। नेवार दर्शन अनुसारले नेवार जातिहरू तन्त्रमा विश्वास गर्छन् र तन्त्रमा नै प्र्याक्टिस पनि गरेका हुन्छन्। नेवारले आफ्नो कन्याहरूलाई यही संस्कार गर्नु अगाडिसम्म जीवित देवी कुमारीको रूपमा नै पूजा गर्दछ र यही संस्कार गरिसकेपछि आफ्ना कन्यालाई छोरीलाई महालक्ष्मी देवीको रूपमा पूजा गर्ने चलन छ र कतिपय घरहरूमा हाम्रो यो लक्ष्मी पूजा सकेर चौथो दिनमा विसर्जन पूजा गर्नुपर्दछ र त्यो बेला विवाहित आफ्ना छोरी माइतीमा नआएसम्म विसर्जन पूजा गरिँदैन। र लक्ष्मी भन्ने कस्तो हुनुपर्छ, देवता कस्तो हुनुपर्छ भन्दाखेरि घाउखट नभएको, मुखमण्डलमा घाउखट नभएको। यसरी घाउखट भयो भनेदेखि हामीले देवताको मूर्ति पूजा गर्न मिल्दैन भन्ने चलन छ। त्यही भएर कान चाहिँ मुखमण्डलमा पर्दैन र त्यस कारणले पनि नेवार कन्याहरूले नाक छेड्न मिल्दैन किनभने नेवारले आफ्नो छोरीलाई देवीको रूपमा नै आजन्म नै पूजा गर्ने चलन छ र पूजा गर्नु पनि पर्दछ। त्यस कारणले नेवार दर्शन अन्तर्गत कतिपय कुराहरू चाहिँ देवता नै मान्छे हुन् र मान्छेलाई नै देवताको रूपमा पुजिने चलन छ। विशेष गरिकन नारीलाई शक्तिको रूपमा पूजा गरेर र नारीलाई सम्मान गरेर हाम्रो यो संस्कार संस्कृतिभित्र मात्र होइन कि एउटा प्राकृतिक शक्तिलाई नै नेवारहरूले आफ्नो दैनिक जीवनमा प्र्याक्टिस गरिरहेको र त्यसलाई अँगाल्दै आएको देखिन्छ। त्यस कारणले पनि नेवार कन्याहरूले नाक छेडिँदैन, कारण यही नै हो।